रहेको फिल्म सिटी बनाउने भनेर सरकारले हाम्रै यहाँका अग्रज अगुवाले मदनदास दाईहरूदेखि जो कला क्षेत्रका दिग्गज हस्ती व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरू थुप्रैले यसको परिकल्पनामा यसमा काम भयो, बजेट छुट्याइयो। तर त्यस्तो घाम पनि नलाग्ने डाँडामा भनेर जसरी तत्कालीन प्रधानमन्त्री अहिले नेकपा एमालेका अध्यक्षले भन्दिँदै गर्दा यहाँ आइरहेको बजेट यहाँ हुन सक्ने एउटा विकास वेदीको संरचना अहिले अलपत्र पारिएको छ। नेकपा एमालेकै तर्फबाट यसलाई अलपत्र पारियो भनेर अहिले भन्न अवस्था बनेको होइन भने बजेट छुट्याएर यत्रो लगानी बेसी काम भइरहेको छ अनि त्यो ठाउँमा अब नगर्ने भनेर भनेको के हो? यो भनेको हामीले पठाएका जनप्रतिनिधिहरू जिनले तिनका प्रधानमन्त्रीलाई, तिनका पार्टी सभापतिलाई, पार्टी अध्यक्षलाई कन्भिन्स गर्न नसक्दाखेरि अहिले एउटा भइरहेको एउटा ठुलो आयोजन अलपत्र पारिएको छ। त्यहाँका साथीहरू रिसाएका छन्, वडा नम्बर 9 को साथीहरू रिसाएका छन्। वडा नम्बर 9 को मात्रै होइन, दोलखाको यो फिल्म सिटी बन्नु भनेको हलिउड बलिउड भनेको जस्तै यहाँको नेपालको सन्दर्भमा पनि यो फिल्म सिटी बन्दै गर्दा त्यसले पार्ने प्रभाव फिल्म मेकिङका लागि, भिडियो डकुमेन्ट्री बनाउनका लागि त्यो ठाउँको उपयुक्त, त्यो ठाउँमा मान्छेले आउने, भाडामा चलाउने, त्यसमा मान्छेहरू इन्गेज हुने हुन्थ्यो। त्यहाँको होटल छ, त्यहाँका अरू कला क्षेत्रमा चासो राख्नेले जागिर पाउँथे, यहाँको पर्यटन व्यवसायलाई बढावा हुने, पर्यटन व्यवसाय फस्टाउँथ्यो। तर त्यहाँको आयोजना अर्कै कुनै जिल्लामा लगिने नाममा हाम्रो फिल्म सिटीलाई तुल्याउने काम गर्छ। यो फिल्म सिटीको सन्दर्भमा पनि त्यसपछि अहिले प्रदेश सरकारमा स्वयं कुन्दन काफले भएको बेलामा अहिले बजेट थोरै भयो। भोलिको दिनमा हामी यहाँबाट जनप्रतिनिधि भएर निर्वाचित हुँदै गर्दा त्यो फिल्म सिटीलाई पनि अगाडि बढाउने सन्दर्भमा हामी काम गर्नुपर्छ। त्यो फिल्म सिटीलाई त्यत्तिकै अलपत्र हामी बाँच्न दिने छैनौँ। जुन हाम्रो दोलखाको एउटा पहिचानको रूपमा स्थापित गर्नुपर्नेछ त्यसमा पनि हामीले काम गर्नुपर्छ।